फाइनल्ली मेरो कोडोको पिठोको हलुवा रेडी भइसकेको छ। अब चाहिँ यहाँ दुध उम्लेपछि यसलाई खानुपर्छ है गाइस। हेलो गुड मर्निङ सबैजनालाई स्वागत छ गाइस। यो मेरो नयाँ ब्लग पनि अनि फर्स्ट ब्लग पनि बनाउँदैछु। पहिलो ब्लग बनाउँदैछु मैले। यतिखेर चाहिँ म घरमा छु गाइस है। भर्खरै उठेको, यतिखेर बिहानको 9 बजिसकेको छ। म चाहिँ भर्खरै उठेर भर्खरै फ्रेस भएर चाहिँ ब्लग बनाउँदैछु गाइस। ब्लग कस्तो लाग्छ सल्लाह सुझाव प्रतिक्रियाको लागि चाहिँ कमेन्ट गरिदिनु होला अनि च्यानललाई सब्स्क्राइब गरेर चाहिँ मलाई साथ सपोर्ट दिनु होला भन्ने आशा राखेको छु गाइस। आज चाहिँ मैले के बनाउँदैछु भने कोडोको पिठोको हलुवा अनि भैँसीको दुध तताएर खाँदैछु गाइस हैन। त्यो देखाउँदैछु गाइस। कृपया भिडियोलाई अन्तिमसँग हेरेर। मेरो सानो किचन हो गाइस है। सानो किचन छ यहाँ चाहिँ। यो चाहिँ मेरो ग्यास चुल्हा। अब चाहिँ मैले के गर्दैछु हलुवा अनि दुध तताउँदैछु गाइस। यो सानो अरमाली छ। यहाँ चाहिँ सामानहरू थालहरू ग्लासहरू राखेको छु अनि यो सानो फ्रिज चाहिँ मेरो के हो किचनको सेटअप हो गाइस। यो चाहिँ के हो कोडोको पिठो हो गाइस हैन। यो चाहिँ नेपालदेखि मगाएको एकदम प्योर अर्गानिक कोडोको पिठो। यसको चाहिँ आज मैले हलुवा बनाउँदैछु गाइस। हलुवा बनाउनको लागि चाहिँ मैले कोडोको पिठो बलमा हालिसकेको छु गाइस। अब मैले यहाँ चिनी मिसाउँछु। चिनी चाहिँ आवश्यकता अनुसार हाल्नुपर्ने हुन्छ गाइस। त्यसपछि यसमा पानी हाल्ने। यसलाई चाहिँ मजाले मुस्नु पर्ने हुन्छ गाइस। यसरी यसलाई धेरै गिलो पनि बनाउनु हुन्न है गाइस। धेरै गिलो बनाउनु हुन्न, ठिक्क बनाउनु पर्ने हुन्छ। तकरिबन यतिको गिलो चाहिँ बनाउनु पर्ने हुन्छ गाइस है। अब चाहिँ गाइस के गरे चुल्हा जलाउने अनि कराई राखिसकेपछि अब चाहिँ यसमा चाहिँ यो चाहिँ के हो गाइस घिउ हो है। एकदम लोकल घिउ अर्गानिक घिउ हो। यो पनि नेपालदेखि मगाएको गाइस। यसरी कराईमा मजाले घिउ हालेर यसलाई चाहिँ मजाले खराउनुपर्छ गाइस है। त्यतिखेर चाहिँ घिउ खरिसकेको छ। अब चाहिँ यहाँ मैले यो मुसेको पिठो हाल्दैछु गाइस। यसरी चाहिँ यसलाई कराईमा हालिसकेपछि मजाले चलाउनु पर्ने हुन्छ है। बिस्तारै मजाले चलाएर राख्नु पर्ने हुन्छ गाइस। किनकि चलाएन भने चाहिँ यहाँ चाहिँ डढ्ने गर्दछ, डढ्छ। त्यो कारणले गर्दा चाहिँ यसलाई चाहिँ मजाले चलाएर राख्नु पर्ने हुन्छ। यो फ्रिजमा चाहिँ मैले दुध राखेको छु गाइस। अब चाहिँ दुधलाई पनि तताउनु पर्ने हुन्छ गाइस है। दुध हो यहाँ चाहिँ मैले हलुवा बनाउँदैछु। दुधको हलुवा खाने आज है गाइस। फाइनल्ली मेरो कोडोको पिठोको हलुवा रेडी भइसकेको छ। अब चाहिँ यहाँ दुध उम्लेपछि यसलाई खानुपर्छ है गाइस। फाइनल्ली गाइस मेरो कोडोको पिठोको हलुवा अनि दुध चाहिँ उम्लिसकेको छ गाइस। अब चाहिँ यसलाई हाल्नुपर्ने हुन्छ है गाइस। हाल्नुपर्ने हुन्छ गाइस। यो चाहिँ कोडोको पिठोको हलुवा है गाइस। अनि यो चाहिँ लोकल भैँसीको दुध। फाइनल्ली मेरो कोडोको पिठोको हलुवा अनि लोकल भैँसीको दुध। फाइनल्ली मेरो यो कोडोको पिठोको हलुवा अनि यो दुध चाहिँ रेडी भइसकेको छ गाइस। अब चाहिँ यसलाई चाहिँ मैले खान्छु। गुड। अर्ग्यानिक भनेको अर्ग्यानिक हो गाइस है। आजको भिडियो कस्तो लाग्यो कृपया सल्लाह सुझाव प्रतिक्रियाको लागि चाहिँ कमेन्ट गरिदिनु होला। भिडियो राम्रो लाग्यो लाइक सेयर अनि च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने चाहिँ च्यानललाई सब्स्क्राइब गरेर हामीसँग जोडिनु होला है गाइस। ओके बाई।